साथीहरू आजको चाहिँ म तपाईहरुको चाहिँ लामो टाढाको यात्रा छ। आज घरदेखि लम्बी, लम्बीदेखि नेपालगञ्ज, नेपालगञ्जदेखि भालुवाङ हैन। म अहिले यहाँसम्म लम्बीसम्म गाडी लगेर जान्छु। लम्बीबाट ड्राइभर आउँछ, ड्राइभर लगेर जाने हो। हाम्रो यतातिर चाहिँ गर्मी त साह्रै बढ्यो है, पहिलातिर गर्मी एकदमै छ। स्पिड नभएर गेट चेन्ज गर्न पनि गाह्रो भइरहेछ हैन। ठिक छ, यो हाम्रो लम्बी टिकापुर हो, मजाको बनेको छ। अनि बिल्लाले बाटो काट्यो, के हुन्छ आज खै, बिल्लाले बाटो काटिहाल्यो अहिले। अब पुतलीहरू उड्ने बेला पनि आइसक्यो, पुतलीहरू देखिन्छन्, घाम पनि लाग्यो। बेलुकातिर अब उड्ने पुतली देखिन्छन्, उड्छन्। अब दिउँसोतिर चाहिँ अब हिँड्ने पुतलीहरू देखिन्छन्। सबैभन्दा राम्रो त हिँड्ने पुतली हो, हिँड्ने पुतली भन्दा। अलि एकछिनपछि अगाडि मात्रै पुतलीहरू देखाउँछु म। खतरा खतरा पुतलीहरू छन् त्यहाँ। पुतलीहरू भएका ठाउँ लगाइसकेँ म। अहिले म यहाँ अहिले त हिँड्ने पुतली र उड्ने पुतलीमा फोटो देखाउँछु एकैछिनमा है म। डाँडो आयो, देशीको गाडी, देशी।